नमस्कार। कालिका एफएम 95.2 को हाम्रा अग्रज हजुरबा हजुरआमाहरूसँग गरिएको रोचक कुराकानी प्रस्तुत गरिने कार्यक्रम उहिले बाजेको पालामाको यो श्रृङ्खलामा तपाईँ सबैलाई स्वागत गर्छु। एउटा नयाँ हजुरबाको साथमा म तपाईँकै साथी अनि हजुरबा हजुरआमाको नाति दिक्पाल देवपङ्गे। अग्रजहरू समाजका ज्येष्ठ नागरिकहरू जसले जीवनमा धेरै कुराहरू भोग्नुभयो, त्यस्ता व्यक्तित्वहरूको रोचक प्रसङ्गहरूका बारेमा उहाँहरूको जीवनका अन्तरङ्ग कुराकानीहरू र मिठा नमिठा सबै खालका अनुभूतिहरूलाई लिएर आज पनि हामी हाजिर भइसकेका छौँ। हाम्रो स्टुडियोमा एकजना हजुरबा आइसक्नु भएको छ। आउनुहोस् सबभन्दा पहिला उहाँको परिचय लिउँ अनि उहाँसँग रमाइलो कुराकानीको सुरुवात पनि गरौँ। हजुरबा नमस्कार। आराम हुनुहुन्छ? बुढो खाडो मान्छे, अलिकति रोगसोग पनि लाग्न थाल्यो नि अब त? बुढो भइयो, हजुरबाको नाम चाहिँ के हो नि? भवानी प्रसाद श्रेष्ठ। भवानी प्रसाद श्रेष्ठ। यो नाम कसले राखिदियो हजुरबाको भवानी भनेर? पण्डितले राख्दा हो? सानैमा ए न्वारण गर्दाखेरि राखिदिएको। अर्को घरमा बोलाउने अर्को नाम थियो कि थिएन? अर्को नाम पनि थियो। अर्को नाम पनि थियो? के नाम हो नि अर्को? झिल्के भन्थे। ए झिल्के भन्थे भनेपछि सानै छँदाखेरि निकै झिल्के हुनुहुन्थ्यो जस्तो छ हजुरबा। कति वर्ष हुनुभयो हजुरबा? 83 वर्ष भयो। 83 वर्ष पुरा हुनुभयो। सम्झना त केटाकेटी हुँदाखेरि कस्तो के गर्नुहुन्थ्यो अलिकति सम्झना त होला नि? केटाले के गर्ने यस्तो रमाइलो थिएन कि कोही बेला बारी पकाउने हिँड्ने डोको पुग्ने। कहाँ जन्मिनु भयो नि? जन्म त फलेवास भन्ने जग्गामा। फलेवास पर्वतको? अहिले चाहिँ सेङ्जा छ होला? ए अहिले पहिला सेङ्जा थियो, अहिले पर्वतमा छ फलेवास? फलेवास सेङ्जा फलेवास सेङ्जा जिल्ला हो। सेङ्जा जिल्ला हो? सेङ्जा जिल्लाको फलेवासमा जन्मिनु भयो। कस्तो छ नि त्यो फलेवास भन्ने ठाउँ? रमाइलो छ, गङ्गातिर छ, एउटा खोला रमाया खोलो भन्ने छ, माथि ढेक बाँसा गाडी छन्। अनि घर चाहिँ कहाँ, माथि कि तल, कता छ? माथि घर लेकमा होइन, सम्म छ। ए बेसीमै? बेसीमै छ। फराकिलो छ, फाँट छ? अहिले त बजारै बस्यो। जानु भएको छैन? त्यो बच्चाको बेलामा नि जस्तो मान्छे कोही चाहिँ एकदम केटाकेटीमा चकचके हुन्छन्, कोही चाहिँ एकदम उरन्ठेउला हुन्छन्, मूर्ख हुन्छन् होइन, कोही चाहिँ सोझा हुन्छन्, जे भनेको त्यही मान्ने। तपाईँ कस्तो खालको हुनुहुन्थ्यो हजुरबा बच्चामा, केटाकेटीमा? बच्चामा त खै कसैलाई केही गरिएन कि चोर्नी खानी गर्नुहुन्थेन होला? यसो रुखमा फलेको आँप अम्बा यसो चोर्ने खाने त्यस्तो भएन केटाकेटीमा? रुखमा फल्ने आँप बिराउँती घरै फल्थ्यो। ए घरै फल्थ्यो, चोर्नै परेन? चोर्नै परेन, अर्काले खान्थ्यो। अनि बुवा आमाको बारेमा केही भन्नुहोस् न। तपाईँको बुवा आमा कस्तो हुनुहुन्थ्यो होइन? अब त्यो बेला तपाईँलाई कति माया गर्नुहुन्थ्यो? माया गर्थे गरेका। बुवाले के गर्नुहुन्थ्यो नि? बुवाले कपडा दोकान व्यापार। ए व्यापार गर्नुहुन्थ्यो। फेरि यो नेवारहरू चाहिँ व्यापार गरेर साह्रै अगाडि हुन्छन् होइन? बुवा जानु नि जानुभयो 50 वर्ष उमेरमा। ए 50 वर्ष उमेरमा बुवा जानुभयो। तपाईँ कति वर्ष हुनुहुन्थ्यो बुवा जाँदाखेरि? 27? अहिले 60 भए। ए 83 भयो के 50 मा जानुभयो। बिहा भइसकेको थियो तपाईँको बुवा जाँदा? बिहा भइसकेको छोरो भयो। जेठो छोरो भइसकेको थियो? ए कालिका एफएम 95.2 मा तपाईँ सुनिरहनु भएको छ कार्यक्रम उहिले बाजेको पालामा। र कार्यक्रम उहिले बाजेको पालामा आज हामीसँग हुनुहुन्छ हजुरबुवा भवानी प्रसाद श्रेष्ठ र हजुरबुवा भवानी प्रसाद श्रेष्ठसँग रमाइलो कुराकानी गरिरहेको छु म नाति अनि तपाईँहरूको साथी दिक्पाल देवपङ्गे। आउनुहोस् हजुरबासँग फेरि अगाडि बढौँ। हजुरबा अब त्यो केटाकेटीमा फलेवासमा जन्मिनु हो होइन, त्यो पढ्नुपर्छ भनेर भन्थ्यो कि भन्थेन नि तपाईँले? पढ्नुपर्छ उस्तो पढाइ थिएन के उही बेला स्कुल अलिअलि थियो। स्कुल त थियो, पढ्नुपर्छ त भनेको थिएँ। अनि पढ्न पर्छ, पढेर ठुलो मान्छे हुनुपर्छ। पढाउनु पर्छ भनेर पढाएन नि त्यसै। पढाएन?
के भन्नुहुन्थ्यो बुवाले? पढ्नुपर्छ तैँले भन्नु भएन? स्कुल थिएन। स्कुलै थिएन। अनि साथीभाइले पढ्थेन? साथीभाइले पढेन। अनि बच्चामा चाहिँ एकदमै मनपर्ने काम के हो? एकदमै रमाइलो गर्नु पर्यो, के गर्नु पर्यो भने एकदमै मनपर्ने काम के हो हजुरलाई? हुन्छ नि, जस्तो साथीभाइसँग डुल्न हिँड्ने अथवा गीत सित गाउने त्यस्तो के गर्नुहुन्थेन सानोमा? गीत गाएको सुनिन्थ्यो कहिले कहिले। आफूले गाउनुहुन्थ्यो गाउनुहुन्थेन? सुन्नलाई सुनिन्थ्यो। गाउँमा नाचगान पनि हुन्थ्यो होला? नाचगान हुन्थ्यो, लाखे नचाउँथे। अहिले पनि सम्झिनुहुन्छ ती कुराहरू? कोही कोही बेला आफै पनि नाचियो। ओहो, नाच्न चाहिँ नाच्नुहुन्थ्यो गाउन नसके पनि? कस्तो गीतमा नाच्नुहुन्थ्यो कि कस्तो नाच्नुहुन्थ्यो? गीतमा त लाखे नाच्ने। ए उफ्रिने नाच्ने। अनि ऊ बेलामा त रोदी पनि हुन्थ्यो क्यारे? ए रोदी हेर्न जानुहुन्थ्यो? रोदी घरमा रोदी हेर्न नै सुत्न पाइन्छ, कपडा बोकेर डुल्न जान्थे। त्यो बेलामा जहाँ बास बस्नुहुन्छ त्यहाँ रोदी हेर्न पाइन्छ। कस्तो हुन्थ्यो रोदीमा खास? अब हामीले त आजकलको केटाकेटीले त रोदी त के हो नि, हामीलाई त थाहै हुँदैन नि। दोहोरी लोकगीत गाउने। जीवनका अनुभूतिहरू साट्ने कार्यक्रम हो यो उहिले बाजेको पालामा। र यो कार्यक्रमबाट हामीले दुई प्रकारको अपेक्षा राख्छौँ। एक थरी हाम्रा नयाँ पुस्ताका साथीहरू जसले आफूलाई परिष्कृत र वैज्ञानिक सभ्य सुसंस्कृत समाजको उपज भन्ठान्नुहुन्छ, उहाँहरूलाई पनि हामी हाम्रा बाजेहरू, हाम्रा हजुरबा हजुरआमाहरूको जीवनका धेरै अनुभूतिहरूलाई साट्न पाइरहेका छौँ। र त्यसपछि अघिल्लो पुस्ता अर्थात् हाम्रा हजुरबा हजुरआमाहरूकै पालामा पनि धेरै हजुरबा हजुरआमाहरूले आफू जस्तै आफ्ना जस्तै कथाहरूलाई रेडियोबाट सुन्नु पाउँदा औधी रमाइलो लाग्छ होला। र यही दुईटा लक्ष्यका साथमा कार्यक्रम उहिले बाजेको पालामा हामीले कालिका FM 95 मार्फत प्रसारण गर्दै आइरहेका छौँ। र आजको श्रृङ्खलामा हामीसँग हजुरबा भवानी प्रसाद श्रेष्ठ हुनुहुन्छ। हामी कार्यक्रम उहिले बाजेको पालामा छौँ। कार्यक्रम उहिले बाजेको पालामा यस्ता धेरै हजुरबा र हजुरआमाहरूसँग हामी कुराकानी गर्ने गर्छौँ। यदि तपाईँ हजुरबा हजुरआमाहरू जसले यति बेला रेडियो सुनेर बस्नु भएको छ, तपाईँ पनि हाम्रो स्टुडियोसम्म आएर आफ्ना जीवनका धेरै गन्थनहरू साट्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोस्। तपाईँ सम्पर्क गर्न सक्नुहुन्न भने नाति नातिना छोराछोरीलाई सम्पर्क गर्न लगाउनुहोस्। हामी तपाईँलाई यहाँसम्म निम्ताउँछौँ र त्यसपछि तपाईँका कथालाई पनि यसै गरी बताउँदै जान्छौँ जस्तो आज हजुरबा भवानी प्रसाद श्रेष्ठले हामीलाई बताउनु भएको छ। हजुरबा, बिहे गरिसकेपछि हुन्छ नि, अब बिहे गर्ने भनेपछि त छुट्टै रमाइलो हुन्थ्यो होला है मनमा? अनि जन्ती कसरी जानुभयो? घोडा चढेर, डोली चढेर? हिँडेरै? कहाँ गर्नु भएको? फलेवासमा त ए हजुर चाहिँ हिँडेर जानुभयो, डोली चाहिँ खाली डोली दुले लिएर आउनलाई लिएर गएको? ए जाँदाखेरि चाहिँ डोला हालेर चढेर जानु हो, आउँदाखेरि डोलीमा चाहिँ हजुरआमा आउनु हो, हजुर चाहिँ हिँडेर? अनि त्यो बेलामा नि जस्तो ऊ बेलामा त सानै बच्चामा बिहा गर्थे नि, तपाईँको त 17 वर्षपछि बल्ल बिहा गर्दैछ। अनि हजुरआमा कति वर्षको हुनुहुन्थ्यो? ए जम्मा भनेपछि त भर्खर भर्खरको हुनुहुँदो रहेछ। अनि ऊ बेला साथीले ल तेरो बिहा हुने भयो भन्दा कतिको जिस्काए त? अनि अब ल यति गते चाहिँ तेरो बिहे है भन्दा सबै साथीले थाहा पायो नि, अनि कस्तो जिस्कायो कि जिस्काएन? जन्ती गएछ खुसी भएर। अहिले त बिहेको सम्झना आउँछ कि आउँदैन? यसरी मेरो बिहे भएको थियो भनेर? कतिको रमाइलो लाग्छ त्यो बिहेको बेला सम्झिँदा? बिहे भइसकेपछि त्यसको 2 वर्षपछि चाहिँ छोरा भयो तपाईँलाई? छोरा हुँदाखेरि तपाईँ फलेवासमै हुनुहुन्थ्यो? 2 वर्षपछि छोरा भयो।
कस्तो लाग्यो नि? अब बिहा हुँदा पनि रमाइलो, त्यसको 2 वर्षपछि चट्ट छोरो पाउँदा पनि झन् रमाइलो भयो होला हजुरबालाई। रमाइलो भयो नि, सबैले राम्रो माने। अबिर जात्रा भयो होला। ऊ बेलाको दिनहरू सम्झिँदा जस्तो हजुरहरूको युवा अवस्थामा भनौँ न 16, 17, 18 वर्षतिरका कुरामा अहिलेका केटाकेटीहरू छन् नि, जस्तो नाति नातिनाहरू, हजुरकै नाति नातिनाहरू पनि होलान् होइन, अरू केटाकेटीहरू पनि धेरै छन्। आजकलका केटाकेटीको त्यो कपडा लगाउने, बोल्ने तरिका होइन, केटा र केटी भएर हिँडडुल गर्छन्, कसैले मतलबै छैन। कस्तो लाग्छ अहिले र पहिलाको सम्झिँदाखेरि? के अहिले रमाइलो लाग्छ सबबाट रमाइलो। पहिलेको त केही भेटो हुन्थेन, कहाँ एउटा रमाइलो घोगालो भन्ने मुखिया डराउँथे पनि बाले मालपोतेलाई खुब डराउँथे मुखियासित। डराउँथे, सुरुवात लागेको मान्छे देखेर पनि डराउँथे। हजुरहरूले के लाउनुहुन्थ्यो त्यति बेला कपडा? कहाँ लाउने? कछाड बाँध्ने कोडाको ल्याले बुनेको घरबुना कछाड। दुःख थियो। जिन्दगीमा पहिलोपल्ट अहिले लगाउनु भएको छ नि पाइन्ट, यस्तो कति वर्षको उमेर हुँदा लगाउनु भयो? धेरै वर्ष पाइन्ट लाउने सुरुवात लागेको मान्छे देखेर भागो त्यो बेला। किनभने सुरुवात लागेको मान्छे किन डराउने? ठुलो मान्छे होला भनेर? ठुलो मान्छे यसले के गर्छ भनेर डराउँथ्यो। बेला मुखिया देखेर डराउँथे। अब रमाइलो कुरा छ, तर त्यो कुराबाट सिक्नुपर्ने धेरै कुरा छ। हाम्रो सभ्यता केही दशक अगाडि हाम्रो समाजको सभ्यतालाई अहिले हजुरबाहरूको मुखबाट ऐनामा छर्लङ्ग हेर्न पाउँदा हामीलाई औधी रमाइलो लाग्छ। अहिले त कटा रमाइलो छ। उही बेला त कहाँ देख्न पाइन्थ्यो मान्छे र कटाको भेटौँ, कहिले भेटौँ हुने मान्छेले देख्नै गाह्रो त बेला। अब अहिले त कति मान्छे कति हो। उही बेला त त्यसै खाना पनि दुःख खानु थियो। मरबाटी चामल बनाएर खान्थ्यो, तिजमा, दसैँमा, तिहारमा, महासङ्क्रान्तिमा खान्थे। अरू बेलामा के खान्थे? मकै चाख्न खान्थे। ओहो, निकै गाह्रो थियो है। निकै गाह्रो। मकै चाख्न खाने, चाडबाड आयो कि बल्ल भात खाने, कोटा हालेर खाने। बलियो त बलियो मान्छे फेरि ऊ बेला। अब ढेँडो खासी त बलियो हुने नै भयो नि। बलियो ऊ बेला त। अनि घरमा गाई बस्तु कति थिए ऊ बेला? गाई बेला हुन्छ नि, कहिले 4, 5, 10, 12, 8, 9, 15, 16 त्यति हो। गाई बस्तु हेर्न जानुहुन्थ्यो, चराउन? गाई बस्तु जङ्गलमा छोडिदिएपछि बेलुका फेरि लिने हामी। ए ढुक्कै रहेछ। दिनभरि के काम गर्नुहुन्थ्यो त्यो बेला? काम त के मकै खन्ने, कोदो रोप्ने। कार्यक्रम उल्लु बाजुको पालामा तपाईँ सुन्नु भएको छ। हामीसँग हजुरबा भवानी प्रसाद श्रेष्ठ हुनुहुन्छ। तपाईँलाई साथी रहेको छु, तपाईँको साथी अनि हजुरबा हजुरआमाहरूको प्रिय नाति म दिपाल पगेनी। फेरि कार्यक्रमलाई अगाडि बढाउँछौँ हामी। हजुरबा यो गीत सङ्गीत कतिको सुन्नुहुन्थ्यो त्यो बेला? गीत त गाउँथे। मगर गुरुङ कहाँ खाली गीत गाउने, दोहोरा गाउँथे सुन्ने। आजकलका गीतहरू हुन्छ नि, रेडियोमा बज्ने गीत, टिभीमा देखाउने गीतहरू होइन, त्यसपछि पहिले मगर गुरुङहरूकोमा रोदी घरमा गाउने नेपाली लोक दोहोरी गीतहरू होइन। अब त्यो जमानाको गीत र अहिलेको गीत कस्तो लाग्छ अहिलेको सुन्दा? अहिलेको नि राम्रो छ, ऊ बेलाभन्दा अहिले राम्रो छ। अहिले मनपर्ने गीत कुन हो हजुरबालाई? सम्झना हुन्छ नि एकदम रेडियोमा बजिरहने, टिभीमा सुनिरहने, त्यस्तो गीत के छ? सम्झना भएन? राम्रो छ। यो पप गीत भन्छ नि, पप गीतहरू भन्छ नि, यस्तो गीत कतिको मन पर्छ हजुरबालाई? तर डाङडाङ्रा डुडु गरी त्यसै चिच्याउने कराउने हुन्छ नि, अब आजकलका केटाहरूले मन पराउँछ नि। रमाइलो हुन्छ नि, हाम्रो रमाइलो लाग्छ बिहारका।
हजुरबा पहिलो पटक छोरा भयो, त्यसपछि के भयो? छोरी भयो। कति छन् अहिले छोराछोरी? छोरा 5 वटा थिए के नि, एउटा हरा एउटा पल्टनमा पर्यो, 3टा। अहिले 3टा हुनुहुन्छ। अनि छोरीहरू कहाँ कहाँ हुनुहुन्छ छोरीहरू अहिले? यतै बिहेबारी भयो? गाउँमै। ए, एउटा यहाँ हुनुहुन्छ, एउटा गाउँमा। छोराछोरीबाट सन्तोष छ अहिले? नाति नातिना कति भयो नि? पनाति पाउनुभयो कि पाउनु भएन? पनाति ओ खनातिर भइसक्यो। ए छोरीतिर, जेठीतिर। भनेपछि अब सन्तान दर सन्तानले गाडा गाडा ढाकिसके। त्यो बेलाको जिन्दगी जस्तो गाउँघर जानुपर्ने, मेलापात जानुपर्ने, पानी भर्न जानुपर्ने, अब अहिले आएर मान्छेले यति सुख पायो। अहिले यो सुखमा पनि हुनुहुन्छ हजुरबा, र त्यो बेला त्यो दुःख पनि काट्नु भयो। चामल बोकेर चाहिँ उहाँ पुग्नुहुन्थ्यो मुक्तिनाथ यतापट्टिको, अनि फेरि त्यहाँबाट चामलसँग नुन साटेर नुन लिएर घर आउनुहुन्थ्यो। कति दिन लाग्थ्यो त्यो फलेवासबाट त्यहाँसम्म पुग्नलाई? 8-9 दिन भारी बोकेर हिँड्नुहुन्थ्यो। 5-6 दिन बोक्नुहुन्थ्यो। काठमाडौँ साँच्चै काठमाडौँले त्यो बेलामा के भन्थे? नेपाल भन्थे? अनि काठमाडौँ जानु भएको छ कि छैन? कहिले? ए पहिल्यै पहाडमा हुँदै? पहिले काठमाडौँ कस्तो थियो हजुरबा? अलिकति हामीलाई सुनाउनुहोस् न। अहिले जानु भएको छ काठमाडौँ? कहिले जानुभयो? ए काठमाडौँमा छोरा बुहारी हुनुहुन्छ, त्यहाँ जानुभयो अहिले चाहिँ। अब पहिलेको काठमाडौँ जो माल लिन तपाईँ पहाडबाट काठमाडौँ जानुहुन्थ्यो नि, अनि अहिलेको काठमाडौँ छोरा बुहारीले भेट्न जानुहुन्छ नि? अनि जहाज चढ्नु भएको छ? चढ्नु भयो 20 सालमा? ओहो, निकै पहिले। कहाँबाट कहाँ जानु भएको थियो? पोखराबाट चढेर कहाँ जानुभयो? भरतपुर आउनु। ओहो, भनेपछि त अब जिन्दगीमा त्यस्तो एकदम गर्न मन लागेको कुरो केही छ त हजुरबाले? अब उ बेलामा सम्पत्ति निकै थियो कि क्या हो हजुरबाको? व्यापार गरेर अलिअलि कमाउनु भएको थियो? छोडेर हिँड्नु। अनि त्यहाँको जग्गा जमिन अहिले छ कि छैन पहाडमा? छैन, सब बेच्नु भयो? अनि त्यहाँ बेचेर चितवनमा किन्नु भएको? उता त सस्तोमा बेच्नु होला, यता त महँगो पर्यो होला नि? उता हुँदा यता सस्तो भयो। अब अहिले ठ्याक्कै उल्टो भयो, उता हुँदा यता महँगो भयो। हजुरबा भवानी प्रसाद श्रेष्ठ हामीसँग हुनुहुन्छ, जो बजार चल्यो ए अहिले बजार छ अरे। जान मन लाग्दैन पहिलेको कुरा सम्झेर? त्यहाँ आफन्तहरू, छरछिमेकीहरू, आफ्ना मान्छेहरू त होला नि? कहिले काहीँ एकचोटि जाउँ कि क्या हो फलेवासतिर जस्तो लाग्दैन? आफूलाई चिन्न छोड्यो है, आफूलाई चिन्न छोडे। तीर्थ व्रत कतिको घुम्नु भयो त? मोटेनाथ 2 फेरा गए, काशी पनि जानुभयो? कसले लयो? छोराहरूले? आफै जानुभयो? बुढाबुढी भएर? हजुरआमा अहिले कस्तो हुनुहुन्छ? कहिले जानुभयो?
5 वर्ष भयो कि कति भयो? 5 वर्ष भइसक्यो। 4 वर्ष 5 वर्ष 78 वर्षमा गएको अहिले 83 लाग्यो। ए हजुर 78 वर्ष हुँदाखेरि हजुरआमा जानुभएको। कस्तो हुँदो रहेछ त्यत्रो लामो समयसम्म, लामो जिन्दगी, त्यो 17 वर्षको उमेरदेखि 78 वर्षको उमेरसम्म सँगै दुःख सुख सार्दै आएको मान्छे एक्कासी जाँदाखेरि कस्तो लाग्यो हजुरबाले? अहिले कति सम्झिनुहुन्छ हजुरआमालाई? सम्झेर आफ्नो ज्यान आफ्नो छैन, आफूलाई चिन्नु सक्दैन। हजुरबा भवानी प्रसाद श्रेष्ठको अनुहारमा जबरजस्ती हाँस्न त खोजिरहनु भएको छ, तर आँखा अलिकति रसाएको जस्तो लाग्दछ। जीवनको लामा वसन्तहरूमा सुख र दुःखमा साथ दिने जीवनसङ्गीले छोडेर जाँदा कसको चित्त दुख्दैन र कसको मन रुँदैन र? तर बाँच्नै पर्ने होइन हजुरबा। अब एक्लै भए पनि छोरा छन्, बुहारी छन्, नाति नातिना छन्, उनीहरूकै अनुहार हेरेर भए पनि त रमाइलै छ नि। तपाईले आफ्नो जिन्दगीमा सबैभन्दा दुःख पाएको क्षण अहिले सम्झिनुहुन्छ तपाईँ? कहिले तपाईँलाई साह्रै दुःख लागेको, साह्रै रुन मन लागेको दिन कुन थियो? भारी बोकेर हिँडिन्थ्यो, कपडा बेच्न हिँडिन्थ्यो काममा, अब दुःख खानालाई खाइन्थ्यो, दुःख त्यही दुःख। अहिले सम्झिँदाखेरि पनि मन चसक्क हुने हुन्छ नि त्यस्तो। गरेर खाइयो तपाईँलाई गरे भएर अहिले चाहिँ केही पाइया छ नि त। छोराहरू के गर्नुहुन्छ? छोराहरू के गर्ने छ, खेती गर्ने खाने। आजको पालामा तपाईँलाई पुनः स्वागत गर्छौँ हामी। हामीसँग हुनुहुन्छ हजुरबा भवानी प्रसाद श्रेष्ठ। हजुरबा भवानी प्रसाद श्रेष्ठ 83 वर्षको हुनुभएको छ। 83 वर्ष पुरा भएर 84 वर्षमा उहाँ हिँडिरहनु भएको छ। अहिले चाहिँ उहाँ खैरहनी गाविस चितवनमा बस्नुहुन्छ र उहाँबाट यहाँ आउनुभयो। अहिले उहाँ घरबाट यहाँसम्म आउँदाखेरि त नातिसँग आउनुभयो, मोटरबाइक चढेर, मोटरसाइकल चढेर। अप्ठ्यारो हुँदैन यो 84 वर्षको उमेरमा मोटरसाइकल चढ्दा? नातिले के भने यो रेडियोमा बोल्न जानु पर्यो भनेर भन्दाखेरि नि हजुरलाई अचम्म लागेन? किन जाने, कहाँ जाने, कसरी जाने भनेर मन लाग्यो। नातिले के भन्नुभयो सुरुमा? अनि हजुरले के भन्नुभयो? हजुरबुवा आफ्नो युवा अवस्थामा नि त्यो लक्का जवान हुँदाखेरि मनमा जति साहस आउँथ्यो नि धेरै काम गर्नलाई, कुरा गर्नलाई, मान्छेसँग हिँडुल गर्नलाई, अहिले बुढेसकालमा त्यो साहस हुँदो रहेनछ होइन? त्यो कति पनि हुँदैन। दिनभरि के गर्नुहुन्छ आजकल हजुरबा? बस्ने खाने के गर्ने, गफसफ गर्ने नाति नातिनासँग, टिभी हेर्ने, रेडियो सुन्ने कतिको गर्नुहुन्छ? तपाईलाई सबैभन्दा मनपर्ने खानेकुरा चाहिँ के हो नि हजुरबा? खानुहुन्न? उबेला त खानुहुन्थ्यो होला नि रौसी? 14 सालमा अहिले त चुरोट, रक्सी, मासु केही पनि खानुहुन्न? अनि के चाहिँ मनपर्छ अहिले खानेकुरामा? खिर मनपर्छ? त्यहाँदेखि चाडबाडको बेलामा ल मलाई यस्तो खान मन लाग्यो, यो ल्याइदे भनेर नाति नातिना छोराछोरीलाई भन्दाखेरि चाहिँ के खान मन लाग्छ विशेष भन्नु न? जस्तो दसैँ गयो, तिहार आइरहेछ होइन, के चाहिँ मनपर्छ हजुरबालाई? मनपर्ने कुरो बनाउँछन्, खान्छन्, खान दिन्छन्। माछा मासु रौसी खाइन्न क्या, अरू
ऊ बेलामा श्रीमतीलाई खुबै कुट्थे अरे नि त श्रीमानहरूले। तपाईँले चाहिँ हजुरआमालाई कतिको गाली गर्नुभयो, कति कुट्नुभयो? रिसाउने झगडा गर्ने कहिले भयो? तपाईँ बिहा गरेपछि हजुरआमालाई लिएर कतै घुम्न जानु भएन?